आज चाहिँ सरस्वती पूजा छ अनि हामी डल्लै जुत्ता लगाएर जानु पर्दैछ स्कुलमा, किनकि स्कुलमा सेलिब्रेसन हुन्छ, कलेजमा पनि हुँदैछ, बट अब स्कुलमा अब इन्टर्नसिप छ, सो वी निड टु गो देयर है। अनि म लेट भइसकेँ, फर्स्ट अफ अल म लेट भइसकेँ, 9 बजी पुग्नु थियो, 9:30 बजी निस्किँदैछु। लेट्स सी वाट विल ह्यापन है। अन्त मजा त मजा आउँछ होला, सरस्वती पूजा छ स्कुलमा फर्स्ट टाइम कृष्णमाया स्कुलमा। सो लेट्स सी गाइस अगाडि के हुन्छ, स्टे ट्युन गाइस। अन्त यो साडीमा राम्रै भएर आइरहेको रहेछ आज अलिकति, अरू बेला चाहिँ राम्रै हुन्थेन यो, टक्कै हेर ल गाइस। यो हाम्रो अगाडि साथीहरू पनि राम्रै भएर आइरहेको छ। हाम्रो सोनम बहिनी टक्कै राम्री भएर, यस्तो मिसहरू राम्रै मिसहरू भएर आइरहेको छ हाम्रो ट्रेनी टिचर्स। ऊ कहाँ खान्छ हौ, पूजा छ यस्तो छ हेर गाइस, केटी मान्छेहरू यिनीहरू। मैले हैन खानुपर्छ किनभने म दबाई खान्छु नि बिहान, दबाई मात्रै खाइरहेको हैन, अन्त सक्दैन रहेछ। मैले खाइदिएँ मैले खाइनँ, म व्रतै बसेको छु। त्यही त मैले सोचेको थिइनँ व्रत बस्छु, तर लाइक अब पूजा नै हो होइन, राम्रै गरौँ न होइन गाइस, त्यही सोचेको। अहिले पूजा गर्दा गर्दा ढले भन्नु त्यहाँनिर ढल्दैन छौ, आमा त्यस्तो पनि हुँदैन है, अलिकति नखाँदा। त्यो हुँदा तातोले भेटेछ हवन त हुँदैन होला हौ, हुन्छ हवन पनि हुन्छ अरे। आम्बो लु आज के देख्न पाउँछ कृष्णमाया स्कुलमा, हेरौँ। फर्स्ट टाइम हवन देखेको मैले भन्ने, त्यस्तो पनि होइन होला, त्यस्तो पनि होइन। किन पण्डितजीले धोका दिइरहेको छ अरे, आएको छैन अरे, 9 बजी बोलाएको अरे, आइसम्म आएको छैन होइन अरे। गाइजिनहरू दोकान पस्यो, के गर्नु पस्यो, के गर्नु? आइसक्रिम खान्छ अरे अहिले चाहिँ छैन त रहेछ आइसक्रिम गाइस। अब चाहिँ कलेजको देखाउँछु। खासमा कलेजमा कोही थिएन नि त, तिनीहरू थियो म्यादादीहरू। यो कलेज अरे, स्कुलमा कोही थिएन नि त, म्यादादीहरू सकेर सौरभ म, अनि त्यही भएर चाहिँ म निस्केको खासमा। सौरभ म, अतीत, शिवगणेश। अब गाइस अगाडि देखाउँछु के हुन्छ। राम्रो भइरहेको छ आज चाहिँ, राम्रो भइरहेको छ। हल्का बिके हान्नु परेन फोन। गाइस वी आर ब्याक टु कृष्णमाया मेमोरियल हाई स्कुल होइन। यहाँ मिसहरू र म पनि पस्दैछु भित्र। सो लेट्स सी है कस्तो छ। अलिक देखाउँछु, खासमा लाज लाग्छ क्या मलाई भ्लग गर्नु, यसलाई देखाउँछु बेसी भ्लगमा। बोल त लु, यस्तो भइरहेको छ हो टक्कै नानीहरूले गरेको। यो सोनम बहिनीले गरेको, एकछिन त होइन अझै न, यो सोनम बहिनीले गरेको टक्कै। गाइज यतिको छ डेकोरेसन है, टक्कै यतिको देख्दैछ सबै। यहाँनिर नानीहरू टक्कै आउँदैछ, यहाँ मिसहरू यता धुप लिएर आएको रहेछ नि त। यहाँ हाम्रो प्रिन्सिपल सर, उहाँ चाहिँ प्रिन्सिपल सर हो टक्कै यता, भइहाल्छ त्यो सरी। अनि यहाँ हाम्रो अर्को ब्लगर अप्सना ब्लग्स, गाइज चिन्दैन भने ब्लगमा उसको हेरिहाल्नु। म खतरा भने फेरि यो चाहिँ युट्युबर, यसले युट्युब गर्दैन मात्रै, नभए यसको धेरै छ चाहनेवाला सब्सक्राइबर्स। त म्याम गाइज नक्कली मिसहरू हेर्नु गाइज, सिन्दुर लगाएको रहेछ नि त लिपस्टिकले, म त के गर्छ भन्छु नि। ओके यहाँ हेर्छ है, यहाँ हेर्दा कस्तो भएछ। यहाँ चाहिँ प्रसाद हुँदै रहेछ नि त, टक्कै सरहरू टक्कै 300वटा प्रसाद। हाम्रो नानीहरू टक्कै यता मिसहरूले गर्नुभएको यो चाहिँ। गाइस जी अझै एउटा स्नेहल मिस आयो, अलिक पछाडि जाँदा राम्रै भएर आइदिइरहेको छ यो आज हो टक्कै। यो चाहिँ हाम्रो सोनम बहिनी, अनामिकाले बनाएको, मेरादी यसले पनि बनाएको, हेर्दैन त नि तैँले बनाएको एकटा। नानीहरूको पनि छ है फोटो यहाँनिर बनाएको, टक्कै सरस्वती वन्दना, यो त तैँले बनाएको सरस्वती, टक्कै वन्दना यसले ल्याएको, टक्कै सरस्वती माता। यो चाहिँ नानीहरूले बनाएको टक्कै। यो चाहिँ दामी लाग्यो मलाई, पेनले मात्रै क्या है। यो के भयो थोपे त। ओके गाइस सरी
नानीहरूले बनाएको होइन। यतापट्टि यो डेकोरेसन पनि नानीहरूले गरेकै फेरि यो डल्लै फेरि फ्रेममा राम्री केटी आइहाल्छ हो फ्रेममा फेरि टक्कै। फोटो चाहिँ छुट्टेको थियो यो हेर क्या दामी नानीहरूले बनाएको क्लास 8 को नानीहरूले आम्बो सबै 8 को नानीहरूले बनाएको यो फोटो। यतिको ट्यालेन्ट चाहिँ हुन्छ क्या गभर्मेन्ट स्कुलमा तर त्यही हो देख्नु पाउँदैन। व्रत बस्नु गएको म व्रत बस्नेहरू पूजा गर्नु गएको म व्रत बसेको थिएँ अघि भनेको होइन। सो पण्डितजी पनि आउनुभयो यहाँ अब यहाँ जाने व्रत बस्नु। गाइस पूजामा बसिरहेको व्रत फर्स्ट टाइम बसेको व्रत यो सरस्वती पूजा चाहिँ This time? चाहिँ होइन। Sao làm được không mà là thấy? Guys, look at me, sorry. Nó sắp read rồi ta chứ. म त भनिसक्नु look at my kurta. Look at her. What? No. So hard. के भन्छ? खासमा अगाडिबाट ब्लग गर्दिनँ हौ म कहिले पनि। गाइस मुख बनाएको हेर न यसले। गाइस स्टार्ट गर्नु आँटेको छु पूजा चाहिँ स्टार्ट हुनु आँटेको छ पूजा चाहिँ स्टार्ट गर्नु आँटेको छु न। स्टार्ट हुन आँटेको छ गाइस पूजा चाहिँ हो। पण्डितजी सर पनि बस्नुभयो यता पछाडि यता नानीहरू अनि हामी पनि बसिरहेको छु यता। फर्स्ट टाइमै हो मेरो त व्रत बसेर सरस्वती पूजामा चाहिँ। पहिला त बस्छु उता बसेको थिएन कहाँ भन्दा महाशिवरात्रिमा चाहिँ बस्छु म हो शिवरात्रिमा तर व्रतहरू पूजाहरू तर यसमा चाहिँ बस्दिनँ नि त। गाइस अगाडि हेर्नु अक्षता फुल लिएर त्यो कर्म पात्रलाई प्रयोग गर्नु होला। हरि ओम जदेवा देवहेडनं देवा सप्रिमा वयं अग्निर्मा तस्मदेनसो विश्वान् सतगुणसः यदि दिवा जदिन तमेना पुंसि सप्रिमा वयं वायुर्मा तस्मदेनसो विश्वान् सतगुणसः सन्नो देवी रविष्टया आपो भवन्तु पीतये सन्दुरविश्ववन्तु नः पवित्रेस्तु वैष्णवो सवितुर्वः प्रसवन्तु नाम सिद्धेन पवित्रेण सुन्दस्य रश्मिभिः पवित्र सलाइदिनु होला। ओम तिरुषि सोमदेवतो गोसवो देवनिर्मितः प्रथममग्निपृष्ठसुधया पितृलोकान् पिधायेन स्वयं धरणी धर यं यं रक्षत पारहो नारसिंहमदानन्तः तथैव च एवं दश दिशो रक्षे वासुदेव जनार्दन। थोड़ा सर सुनिए लगाइदिनु होला। ओम त्रिखदश माता कृष्णमाता शुभं जवानो विदधे कुजद्वया अग्निर्जिह्वा मानवासुरतक्षस विश्वेनो देवा अवसादमन्या भद्रं कर्णेभिः। हृदयमा छोइदिनु होला। ओम आम भिजाय नमः माताको पछाडिपट्टि छोइदिनु होला। ओम क्रोध किलकाय नमः। ओम गं खं गं 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 ओम पृथ्वी आप तेज वायु आकाशात्मने नमः। आम हृदय नमः हृदयमा छोइदिनु। ओम सम छम जम झम यम इम शब्द स्पर्श रूप रस गन्धात्मने इम शिरसे शिरमा छोइदिनु होला। ओम टम थम डम डम अणम ओम सोतत्वं ससुजीवान घरात्मने ओम शिखाय भौषण टुप्पीमा छोइदिनु होला। ओम तम थम दम दम नम एम बाघ पाडी पाद पाइ पश्चात्मने नम एम कवचाय नम दुईटा कानमा छोइदिनु होला। ओम पम फम पम पम मम ओम वचनदान विहरण सर्ग गन्धात्मने ओम नेत्रत्रय भौषण दुई तीनटा आँखामा छोइदिनु होला। यो बीचको आँखामा पनि ओम ओम यम रम लम पम सम खम सम हम लम चम मनोबुद्धि अहंकार चित्तात्मने नम ओम नेत्रत्रय फट माताको सबै चित्त यहाँ आएर बस्दिनु भन्नु होला र आफ्नो हृदयमा छुनु होला। देब्रे हातले एउटा दाहिने हातले माताको हृदयमा छोइदिनु होला र माताको सबै शरीरको अङ्ग यहाँ आएर बस्नुहोस् भन्नु होला। ओम मनोज्योतिर्जुखता माध्यस्य बृहस्पतिर्यज्ञ विमन्तनोत्तरिष्टं यज्ञगो सविमन्दधातु विश्वदेवास यमन्तयान्तम् ओम प्रतिष्ठ। ओम आम्रीं क्लों यं रं लं वं सं फं सं हम अस अस्य श्रीं सरस्वती नूतन प्रतिमाया प्राण। ओम आम्रीं क्लों यं रं लं वं सं फं सं हम अस्य सरस्वती नूतन प्रतिमाया जीवय स्थित। ओम आम्रीं क्लों यं रं लं वं सं फं सं हम अस्यां सरस्वती नूतन प्रतिमाया सर्वे इंद्रियाणि वाङ् मन त्वक् चक्षु श्रोत्र जिह्वा घ्राण पाणि पाद पायु पस्तानि यैवागत्य सुखं चिरं तिष्ठन्तु स्वाहा। 16 ओम ओम भन्नु होला सर। ओम अस्य
प्राणपते सन्तु असे प्राणशिरन्तु च असे देव तम ताय ममयते च कसन ओम प्राणपति साय नमः। छोडिदिनु होला र माताको त्यो माथिको खोलिदिनु होला। बोलिए विद्यादात्री सरस्वती माता के। हामी जहाँ छौँ ती लडिरहनु पर्ने हुन्छ। त्यसैले शक्ति प्राप्तिको साधनाको लागि सत्वगुण, रजोगुण र तमोगुण तीनटा गुण छ। त्यो तीन गुणमा गएर श्री महाकाली, महालक्ष्मी, महासरस्वती माताले हामीलाई अनुकम्पा गर्नुभएको हुन्छ। त्यसैले महाकाली मातालाई पूजा गर्न हामी नवरात्रमा शक्ति आर्जन गर्छौँ अनि महालक्ष्मीको पूजा गरेर हामीले जुन हामीलाई द्रव्यको आवश्यकता पर्छ, धनको आवश्यकता पर्दछ, त्यो हामी महालक्ष्मी मातालाई पूजा गरेर प्राप्त गर्दछौँ। अनि सरस्वती माताले हामीलाई ज्ञान र बुद्धि प्रदान गर्नुहुन्छ। ज्ञान बिना हामी अन्धो जत्तिकै हुन्छौँ। त्यसैले सरस्वती माताको उपासना गर्नुपर्दछ। घरमा पनि हामीले प्रत्येक दिन बिहानै आफू स्नान गरिसकेर आफ्नो मन्दिरमा गएर आफ्नो शिर भगवान प्रति झुकाएर हामीलाई विद्या दिनुहोस्, ज्ञान दिनुहोस् भन्दै हामीले सधैँ मन्दिरमा गएर भोग लगाउनु पर्दछ। अनि सानो टीका भए पनि निधारमा लगाएर अनि विद्यालय आउनु पर्दछ। विद्यालयमा आएर गुरुहरूलाई प्रणाम गर्नु पर्दछ। यसरी प्रणाम गरेर हामीले अनुशासनमा रहेर लिएको ज्ञान हामीलाई पछिसम्म प्राप्त, त्यसले हामीलाई दीर्घायु प्राप्त गराउँदछ। र हामीले ज्ञान आर्जन गर्दा श्रद्धा राखिएन भने त्यो ज्ञानले हामीलाई कहिले पनि उन्नति दिलाउँदैन। ज्ञान आर्जन गर्दाखेरि हामीले गुरुहरूप्रति श्रद्धा भक्तिले हामीले गुरुहरूको आदर सम्मान गरेर ज्ञान लिने कोसिस गर्यौँ भनेदेखि त्यो ज्ञानले हामीलाई दीर्घकालसम्म पनि सक्षम बनाउँछ। जसरी एकजना सैनिकले आफ्नो ट्रेनिङको समयमा उसले जति लगनका साथ उसले तालिम प्राप्त गर्दछ भने उसले लडाइँमा गएर पनि शत्रुलाई पराजय गर्न सक्दछ। हामी विद्यार्थीको काल भनेको हामीले स्कुल गएदेखि 25 वर्षसम्म हामीले नियममा रहेर विद्या आर्जन गर्नुपर्दछ। त्यसरी नियममा रहेर आर्जन गरेको विद्याले हामीलाई पछिसम्मको लागि हामीलाई सुख शान्ति प्रदान गर्दछ। त्यसैले हामीले आजबाट अठोट गर्नुपर्दछ। यो विद्या आर्जन गर्दाखेरि भगवती सरस्वती माताले हामीलाई सद्बुद्धि प्रदान गर्नुहोस्। आज हामी सबै यस प्राङ्गणमा बसेर यही प्रार्थना गर्दछौँ। एक बार भन्नुहोस्, सरस्वती माता की समर्पयामि, मुख्यासमयं समर्पयामि, पुनरागमनं समर्पयामि, यथालङ्घनतले गन्धांशपुष्पं प्रजापतये स्वाहा। इदं प्रजापतये नमो। ओम इंद्राय स्वाहा। इंद्राय नमः। ओम अग्नये स्वाहा। अग्नये नमः। ओम सोमाय स्वाहा। सोमाय नमः। ओम अर्काय स्वाहा। ओम स्थापित सकल देवी देवताभ्यो स्वाहा। मातालाई र मैले ओम हिरण्यवर्णं हरिणीं सुवर्णं रजत सदां चन्द्रां हिरण्मयीं लक्ष्मीं जातवेदमाला। ओम सरस्वती स्वाहा। ओम तामाव जातवेदो लक्ष्मीवर्णपदानिनी यस्यां हिरण्यं। ओम सरस्वती स्वाहा। ओम काशस्मितां हिरण्यप्राकारमातां दोलिन्दिं तर्पयन्तीं पद्मेस्थितां पद्मवर्णां तां योपवयस्यं। ओम सरस्वती देव्या वैशानदमृतं आजातमग्निं
कविको सम्राजामतिसेन्द्रारामासन्नपात्रन्दरयन्त देवा ॐ पूर्णादर्भिपनापत सुपूर्णां पुनरापत वन्येवति क्रीडावायुकमोजगो सतक्रतो ॐ स्वाहा अग्निको बिचमा राखिदिनु होला त्यो नरिवललाई अनि श्रेष्ठहरू समय सबैले अलिअलि हातमा लिनु होला र 3 पल्ट पुर्याएर यो निरापुरसो घृतेन स्वाहा अथवा शेषहरू सब शेष यहाँ म पनि धुप बाल्नु आँटेको गाइस छैन मेरोमा त्यस्तोहरू राख्छ क्या मिसहरू चाहिँ पूजा गरिसक्यो अब पेट पूजा गरिदिँदैछ हो टक्कै यो चाहिँ पण्डित आजको पण्डित चाहिँ यही मिसै हो हाम्रो टक्कै यहाँ प्रसाद हुँदैछ यहाँ गुप्ता सर हुनुहुन्छ हाम्रो सर पहिलादेखि नै हजुर सर हुन्छ टक्कै यता पूजा आज यस्तो भयो होइन अब म त खासमा निस्किनु पर्छ मलाई कलेजको लागि मलाई कलेजको लागि निस्किनु पर्छ ए फोटो खिचेर होइन मिस के भन्नुहोस् खै हुन्छ भनेको हुन्छ यो चाहिँ क्लास 12 को रङ्गोली आम्बो हेर यिनीहरूले बिगारिदिएछ साडीले ए हेर गाइस राम्रो छ है क्लास 12 रङ्गोली 12 आर्ट्सको रङ्गोली मजाको मेदादी टक्कै यहाँनिर आजको पूजा यतिमै टुरिसक्यो हाम्रो बहिनीहरू राम्री भएर टुर्यो यता यहाँनिर क्याप्टेन के भएको फोटो खिचेको छ हो अनि सो मलाई भोक लाग्यो हेर्दै सो स्टे ट्युन होइन गाइस नेक्स्ट टाइम नेक्स्ट इभेन्टमा भेटाइ हुन्छ आज जे भएको छ रमाइलो नै थियो पूजाहरू यो चाहिँ रिसाको छ आज मसँग यसलाई अलिकति पनि छोको यो त्यही त स्टे ट्युन थ्याङ्क्स फर वाचिङ होइन प्लिज लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गाइस